रुनु न हाँस्नु भइसक्यो। यो लन्डनमा काम गर्ने ठाउँबाट पनि अब काम पाइरहेको छैन। एक त बल्ल बल्ल 2 दिन सिफ्ट पाएको मैले। अनि आज मेरो सिफ्ट थियो र म छिटो बिहान उठेर अनि फ्रेसेस भएर अनि गएँ म काममा। अनि काममा गएपछि चाहिँ अब स्याकहरू अलिक स्याकमा चाहिँ अब के लिकहरू पानी सानी लिक भएर चाहिँ बन्द भएको रहेछ। अनि म चाहिँ अब बनिहाल्छ नि त, अस्ति नै पनि एकचोटि यस्तो भएको थियो र त्यो कारण चाहिँ बनिहाल्छ काम गर्छु भनेर चाहिँ गर्न थालेको थिएँ। बल्ल बल्ल 1 घन्टा पुऱ्याएँ। अब म्यानेजरले आएर अब यो भरेसम्म कतिखेर बनिन्छ या बनिँदैन, तिमीहरू सबैजना क्लक आउट गरेर घर जाऊ भन्ने खालको कुरा गर्यो र म गएँ। अब जान त मन थिएन गाइज, र पनि अब भनेपछि म्यानेजरले अभियसली जानु पऱ्यो र मेरो यो काम गरेको 1 घन्टा 55 मिनट मात्र भयो, त्यतिमै निस्किनु पऱ्यो मैले त्यहाँबाट। र यस्तै छ हेर्नु, यहाँनिर काम गर्न धेरै गाह्रो छ। के सोचेर गएको हुन्छ, अब उता केही बिग्रियो भने त्यो उनीहरूको रिस्क हुँदैन, आफूले जानुपर्छ। त्यो कारणले चाहिँ अब यस्तै छ, लन्डनमा काम गर्नलाई गाह्रो छ।